मोज गर्दैछौँ दिदी र म। फिल्मले चाहिँ मलाई एकदम ह्याप्पिली मलाई मनपर्ने टाइपको इन्भाइरोन्मेन्टले मलाई वेलकम गरिरहेको मैले महसुस गरिराखेको छु। प्रदेशीय लग्न सेन्दुबारी छ, पाँच थरेन पान थरेन वे खाल म्याङ्नु खाल जोगुन बारी छ। हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। म सृष्टि लिम्बू। यतिखेर चाहिँ म आइपुगिसकेको छु फिल्ममा। तपाईँहरूलाई थाहा छँदै नै छ यदि तपाईँले योभन्दा अगाडिको भिडियो हेर्नुभएको थियो भने। अनि तपाईँहरू अझै पनि सस्पेन्समा हुनुहुन्छ होला कि म वास्तवमा फिल्म चाहिँ के गर्न आएको थिएँ। फिल्ममा म फिल्ममा म आउनुको धेरै रिजनहरू छ। अनि त्यो वान बाई वान म भिडियोमा पब्लिक गर्दै जाने नै छु। तपाईँहरूलाई सेयर त गर्नु पऱ्यो नि त होइन। अनि त्यस पछाडि के भयो भन्दाखेरि यहाँनिर म बस्ने होइन है। दिदीले सुन्नुभयो भने रिसाउनुहुन्छ होला, चित्त दुखाउनुहुन्छ होला। म चाहिँ वास्तवमा दिदीकोमा छु अहिले होइन। अनि दिदीको रुमै नजिकैनिर चाहिँ यहाँनिर खेल मैदान रहेछ क्या। यहाँनिर खेल मैदानको नजिक चाहिँ दिदीको रुम रहेछ। सो यहाँनिर आउन दिदीले मासु पकाउनुहुन्छ कि के हो। अनि यहाँनिर खेल्न हेर्न होइन, यहाँनिर रिफ्रेसको लागि आउन मजा आइरहेछ मलाई त। अहिले चाहिँ म बिहानीको समयमा छु। हिजो बेलुका आइपुगेको थिएँ। अनि तर बिहान चाहिँ कस्तो मौसम भयो भन्दाखेरि पानी पर्थ्यो। अनि त्यस पछाडि यस्तो कुल मौसम छ। मेरो लागि चाहिँ म चाहिँ लक्की नै साबित भइरहेको छु, किनभने फिल्ममा अत्याधिक गर्मी हुन्छ इलामको तुलनामा चाहिँ। अनि त्यस पछाडि मलाई फेरि कस्तो छ भन्दाखेरि म गर्मी सहन सक्दिनँ, एकदमै धेरै गर्मी सहन सक्दिनँ, मलाई गाह्रो लाग्छ। अनि के अरे घमाउरो पनि आउँछ क्या। त्यही भएर फिल्मले चाहिँ मलाई एकदम ह्याप्पिली मलाई मनपर्ने टाइपको इन्भाइरोन्मेन्टले मलाई वेलकम गरिरहेको मैले महसुस गरिराखेको छु। थ्याङ्क यू फिल्म। मेरो होम टाउन पनि हो। मेरो घर पाँचथर हो, तपाईँहरूलाई थाहा छ नै होला। यदि थाहा छैन भने मेरो घर चाहिँ पाँचथरको आङसाराङ हो। अनि फिल्म मेरो सदरमुकाम हो। र यतिखेर म मेरो सदरमुकाममा छु, फिलिङ ह्याप्पी। हामी चाहिँ अब बाहिर निस्किनको लागि रेडी भएर बाहिर निस्किसकेको छौँ। फर्स्ट अफ अल चाहिँ हामी प्रशासनमा जाने। प्रशासनमा सानो काम छ मेरो। सानो काम छ भन्दा पनि राष्ट्रिय परिचय पत्र निकाल्नु पर्ने। तर आज मेरो निस्किन्छ कि निस्किँदैन। गाउँपालिकामा गइसकेँ कि जस्तो लागिरहेछ कि। सी इज माई सिस्टर, मेरो दिदी। त्यो हो हामी प्रशासन चल्दिएको ल। फाइनल्ली हामी प्रशासन अगाडि आइपुगेको छौँ। यहाँनिर ठुलो बिल्डिङ खरिँदै रहेछ। अनि जिल्ला प्रशासन कार्यालय पाँचथर हामी आइपुग्यौँ। अब क्याङ कन्हार पाँचथरेन नेक एक्स्ट्रा खालमे जोगसँग नोर्बा थ्याङ जोगुन बाब्यो प्रदेशीय लग्न सेन्दुबारी छ। प्रदेशीय लग्न सेन्दुबारी छ, पाँच थरेन पान थरेन वे खाल म्याङ्नु खाल जोगुन बारी छ। हजुर ओके। यहाँभन्दा अगाडि क्यामेरा अन गर्न पाइँदैन। तपाईँले पर्मिसन लिएर आउनुपर्छ। जिल्ला प्रशासनमा केको लागि भिडियो लिँदै हुनुहुन्छ तपाईँले जिल्ला प्रशासनमा गएर अनि स्टुडियो स्टाफबाट अनुमति ल्याउनु पऱ्यो नि है। अनि चाहिँ पाउनुहुन्छ ल। ओके। केको लागि आउनुभयो तपाईँ? यहाँनिर हामी चाहिँ परिचय पत्र निकाल्नको लागि आएको हो। राष्ट्रिय परिचय पत्र 14 नम्बर जानुहोस् ल। ओके ल गाइस, हामी चाहिँ प्रशासनभित्र पनि छिरिसक्यौँ होइन। अनि त्यस पछाडि मेरो काम पनि भएन। मेरो राष्ट्रिय परिचय पत्र चाहिँ मेरो गाउँपालिकामा गइसकेको छ अरे।
अनि त्यस पछाडि अहिले हामी यता पार्कमा आएर मोज गर्दैछौँ दिदी र म। अनि यहाँनिर चाहिँ यो मसलाको नाम चाहिँ ठ्याक्कै थाहा भएन, तर यसले चाहिँ सास गनाउने रोगहरू जाती हुन्छ होइन। मैले अघि एउटा झाप पनि हानिसकेको छु। दिदी त्यहाँ पिङ खेल्दै हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि यो रुखहरू मजाले ठुलो भएको रहेछ, शीतल पनि भएको रहेछ। अनि यो के को रुखको थाहा भएन, लाइट पनि रहेछ त्यहाँनिर। अनि हाम्रो उता परको मामाले अघि क्यामेरा अफ गर्नु भन्नुभएको त तपाईँहरूले पनि सुनिहाल्नु भयो होला। अनि उताभित्र चाहिँ खिच्न पाइँदैन, पर्मिसन लिएर आउनुपर्छ तपाईँले सिडिओ कार्यालयबाट भन्नुभयो। मलाई त्यति धेरै पर्मिसन लिली भिडियो बनाउनु पनि छैन, तर यहाँनिर अनार फलेका साथीहरू यहाँनिर बसेर यो अनार टिपेर खान पाइन्छ कि पाइँदैन। अब उता मामालाई सोधौँ भने मामाले त अभियसली पाइँदैन भन्नुहुन्छ होला। यो पाकेको भए चाहिँ खान मिल्थ्यो, यो पाकेको खाने बेला पनि भएको छैन र आज। यहाँनिर गुलाब पनि फुलेको छ। तपाईँहरूले एउटा गुलाब देख्नुभएको छ, त्यो काँडा नभएको गुलाब क्या, तर मैले चाहिँ देखेको छु होइन। त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि काँडा नहुँदाखेरि गुलाब अलिकति राम्रो देखिँदैन रहेछ क्या। यहाँनिर चाहिँ सेतो खालको यो पनि रहेछ, दामी। यो पनि राम्रै छ, तर सेतो अझै राम्रो हुन्छ है। अब मेरो काम नै भएन, अब के गर्नु, जानुपर्छ होला। पिङ खेल्न चाहिँ मलाई मन लागेन, किनभने मलाई हिजैको गाडीको त्यो अलिअलि मातेकोले धङधङ्गी भइरहेछ। त्यहाँ पिङ खेल्यो भने फेरि झन्सारै मलाई मात्छ क्या। हाम्रो जिल्ला प्रशासन कार्यालय 5 थर फिदिमको चाहिँ बिल्डिङमा चाहिँ रातै रङ लगाएछ हौ। फिदिमलाई रातै रातो बनाएर सिद्धाउने भयो नि, यस्तो छ यहाँनिर। हाउ डिभोर्स पोइन्टको कोन्तोथाङपुङ बि डिभोर्स पोइन्टको अदालतलाई ए कल यो ना लम्बा है कलरावन हाउ डिभोर्स पोइन्टमा हैनी विचार बाग्रा पाकोन्तो थाङ गर्न विचार लागेन ना फङ्ला बिल्डिङ हो। आयो ओगो बा भ्लगनले छारक चोङमाङ अर्को ठाउँमा भ्लगन वे चोङ पर्ने हिसाब चोङ क्या एकैङ कुरेला यो खेम जोङ बा मनमा बस। मेरो यो स्ट्यान्ड चाहिँ यहाँनिर छ, मेरो वालेट यहाँनिर हामीले खाता बोकेको छौँ। पानी पर्न सक्छ अथवा चाहिँ घाम लाग्न सक्छ भनेर, तर यो भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु। अरूलाई चाहिँ हामी छुट्छौँ भाइ, हामी अर्को भ्लगमा भेट्छौँ।